साथमा गत हप्ताको भिडियोमा मैले इभी अटो अनि पेट्रोलवाला अटो देखाएको थिएँ। यस विषयमा मैले धेरै नै चर्चा गरेको थिएँ। पेट्रोलवाला अटो राम्रो अथवा इभी राम्रो र कुन किन्दा राम्रो भन्ने बारेमा मैले यिनी दुई मध्येमा मैले यिनी दुईवटैको भिडियो मैले धेरै नै बनाइसकेको थिएँ। तर मैले आज यसको मूल्यको बारेमा कुरा गरेको थिएन। आज पेट्रोल भीएस इभी यस दुई मध्येमा कसको मूल्य बढी छ, कसले महँगो पर्छ भन्ने बारेमा चर्चा गर्नेछु। र यो नयाँ इभी अटो यसमा के सुविधा छ, कुन कुन चिजको ग्यारेन्टी वारेन्टी हुन्छ यसमा हैन। यसमा मैले जस्तै हिजो पनि बनाएको थिएँ, पेट्रोलवाला इन्जिनको 2 वर्षसम्म वारेन्टी हुन्छ, सर्भिस चार्ज लगायत मैले यसमा धेरै किसिमको जुन कुराहरू यसमा सुविधा छ त्यो सबै भिडियो बनाइसकेको थिएँ। तर आज हामी कुरा गर्नेछौँ यी दुई मध्येमा कुन महँगो छ र कसले बढी मूल्य पर्छ र फाइनेन्समा लिँदा कस्तो छ र नगद लिँदामा कति कस्तो छ भन्ने बारेमा चर्चा गर्नेछु। आज विशेष मैले पेट्रोलवाला अटोको कुरा गर्ने छैन, यही इभीको मात्र कुरा गर्नेछु। जस्तै यी दुई मध्येमा जस्तै तपाईँ यो पेट्रोलवाला अनि यो इभी पर्यो, यी दुई मध्येमा महँगो चाहिँ तपाईँले इभी नै पर्छ हैन। पेट्रोलवाला सस्तो नै छ, तपाईँलाई यो चाहिँ महँगो पर्छ इभी अहिलेको नयाँ इगो अटो है। यो अटो चाहिँ यसको नयाँ सोरुमको मूल्य चाहिँ अहिले तपाईँ पाउन सक्नुहुन्छ। तपाईँ 8,15,000 सम्म नगद लिन चाहनुभयो भने चाहिँ 8,15,000 मा पाउनुहुन्छ। भनेपछि यो पेट्रोलवाला अटोलाई चाहिँ तपाईँले यस्तै अब अहिलेको मूल्यमा करिब सबै कागजात मिलाएर पनि तपाईँले 6,00,000 7 लाखसम्म पाइहाल्नुहुन्छ, 6-7 लाखमा। भनेपछि यो इभी इगो अटोलाई चाहिँ तपाईँले 8,15,000 रुपियाँ नगद दिनुभयो भने यसमा अझै कुनै केही पनि जोडिन सक्छ। तर भए पनि यो अटोको मूल्य चाहिँ 8,15,000 हाल्नुभयो भने तपाईँको यो नयाँ पाउनुहुनेछ। र यसमा तपाईँले के सुविधा पाउनुहुन्छ भनेपछि वारेन्टी, यसको ब्याट्री लगभग तपाईँले 3 वर्ष वारेन्टी पाउनुहुनेछ। यसको ब्याट्री यसमा कतिवटा ब्याट्री हुन्छ भन्ने तपाईँको मनमा जिज्ञासा पनि लाग्न सक्छ। यसमा मात्र एकवटा ब्याट्री हुन्छ, तर धेरै ठुलो पावरवाला ब्याट्री हो। यसमा तपाईँले एकपटक फुल चार्ज गर्नुभयो भनेपछि 170 किलोमिटरसम्म जान सक्छ है यो इभी अटो नयाँमा। र यसको विशेषता भन्नुहुन्छ नि यो उकालो ओह्रालो धेरै पावरफुल छ है यो अटो चाहिँ। अहिले तपाईँ मैले जुन पहिले हालेको छु भिडियो, माथि गाउँसम्म पनि धेरै नै पावर छ। तर भए पनि यति हो, यसमा चाहिँ अब जानुहुन्छ तर फर्किने बेला चाहिँ ब्याट्री सकिन्छ। आफू त्यही इस्टिमेटले हिँड्नु सक्नुपर्छ है, तपाईँले थाहा पाउनु पर्ने हुन्छ होइन भनेपछि। तर एकदम पावरफुल नै छ यो अटो पनि। यसमा चाहिँ तपाईँले यसमा 3 वर्ष वारेन्टी ब्याट्रीको पाउनुहुन्छ भनेपछि यसमा कन्ट्रोलर हुन्छ, यसमा हरेक चिजहरू धेरै चिज छन् यसमा हैन। तपाईँले सोरुममा गएर पनि बुझ्न सक्नुहुन्छ। यदि तपाईँ नजिकमा सोरुम छैन भनेपछि म तपाईँलाई जानकारी पनि दिनेछु। र तपाईँले यो फाइनेन्समा किस्तामा लिन चाहनुहुन्छ भनेपछि तपाईँले 4,65,000 पेमेन्ट गर्नुभयो भनेपछि यो किस्तामा पनि पाउनुहुन्छ। यसमा 0 ब्याज दरमा है, अहिले ब्याज पनि छैन। मैले अहिले यो पश्चिम दाङको सोरुममा कुरा गरेको है। फेरि तपाईँ अन्य सोरुममा जानुभयो भने यसको मूल्य फरक पनि हुनसक्छ र सिस्टम फरक पनि हुनसक्छ त्यसमा हैन। जस्तै अहिले यहाँ 0% ब्याज दर छ, तपाईँले 0% ब्याज दर नपाउनु पनि सक्नुहुन्छ अन्य सोरुममा हैन। मैले दाङको सोरुमको कुरा गरेको र यस लगतै तपाईँले यो अफर पनि छ कि यदि तपाईँको पुरानो अटो पेट्रोलवाला अटो पुरानो छ भनेपछि तपाईँको अटोको हेरेर मूल्य गरेर त्यो एक्सचेन्जको सुविधा पनि छ। तपाईँ घोराइमा आउनुभयो भनेपछि म तपाईँले यो ठाउँ सिकाइदिनेछु। तपाईँ जान सक्नुहुन्छ, त्यहाँ गएर कुरा गरेर तपाईँ एक्सचेन्ज पनि गर्न सक्नुहुन्छ यो इभी अटो नयाँमा। यसमा चाहिँ ब्याट्री पानी नखाने ब्याट्री हो, एकदम राम्रो खालको ब्याट्री। अब तपाईँले यसमा कन्ट्रोलरहरू सबैहरू पाउन सक्नुहुन्छ। यसको साथसाथै बिमाहरू बिल सबै रोड पर्मिटदेखि लिएर सबै पाउन सक्नुहुन्छ। तपाईँले नगद लिनुभयो भने 8,15,000 मा चाहिँ तपाईँले पाइहाल्नुहुन्छ। यदि तपाईँ किस्तामा निकाल्न चाहन्छु भन्नुहुन्छ भने पनि 4,65,000 डाउन पेमेन्ट गर्नुभयो भने पनि तपाईँको यो अटो चाहिँ आइहाल्छ। यदि तपाईँलाई कस्तो लाग्यो यो अटो हैन, पावरफुल चाहिँ एकदम पावरफुल छ। यदि तपाईँलाई मन पर्यो भनेपछि तपाईँ सोरुममा आउन सक्नुहुनेछ। र यसबारेमा कुनै अरू पनि जान्न चाहनुहुन्छ भनेपछि कमेन्ट गर्नु होला,
मैले बनाएको भिडियो, मैले जानकारी दिएको भिडियो मार्फत अरू कुनै जान्न मन लागेको भए कमेन्ट बक्समा कमेन्ट गर्नुहोला।